विशेष गरेर जुन चाहिँ 13 डिसेम्बर 2025 मा है फर द फर्स्ट टाइम सिक्किम विल बी विटनेसिङ अ म्युजिकल नाइट है यो जुन चाहिँ इन्टरनेसनल लेभलको म्युजिकल नाइट उहाँले एक्सपिरियन्स गर्नुहुन्छ। त्यसको लागि म विशेष गरेर उहाँको अर्गनाइजिङ टिम है सन्जु त्यहाँदेखि रक्सी त्यहाँदेखि गभर्मेन्ट अफ सिक्किमको इनिसिएटिभमा यताकै सिक्किमकै लोकल भाइ बहिनीले है उहाँको इनिसिएटिभमा ब्लू ब्यान्ड जहाँ जो युकेबाट हुनुहुन्छ, त्यहाँदेखि एभरग्लो जो साउथ कोरियाबाट हुनुहुन्छ, अनि सोनम वाङछेन है भेरी पपुलर आर्टिस्ट जो भुटानबाट हुनुहुन्छ, त्यहाँदेखि नितेश जुङ कुनवार जो नेपालबाट हुनुहुन्छ र यहीँको लोकल एकदमै राम्रो सिक्किमिज आर्टिस्ट है हाम्रो सोफियम है फोक सङ्ग्सहरू उहाँले एकदमै राम्रो गर्नुहुन्छ। अस्ति यो 50 इयर्स अफ स्टेटहुडमा पनि उहाँको एकदमै राम्रो पर्फर्मेन्स रहेको थियो र इन्टरनेसनल हाम्रो जति पनि टुरिस्टहरू आउनुभएको थियो, नेसनल टुरिस्टहरू आउनुभएको थियो, उहाँले पनि एकदमै एप्रिसिएट गरेको आर्टिस्ट है हाम्रो सोफियम ब्यान्ड है उहाँहरूको र अरू लोकल आर्टिस्टहरूलाई पनि योपालि चान्स दिने ओपनिङ एक्टको लागि भनेर उहाँले जुन चाहिँ इनिसिएटिभ लिनुभएको छ। आई वुड लाइक टु कङ्ग्रेचुलेट दि एन्टायर टिम है फर अर्गनाइजिङ दिस मेगा अर्किड म्युजिक फेस्टिभल अन पाल्जर स्टेडियम है एट पाल्जर स्टेडियम अन दि 13th of December 2025 है। अनि मेरो तर्फबाट उहाँलाई फुल सपोर्ट रहनेछ है। वी वुड लाइक टु इन्करेज अल लेजिस्लेटर्स अल मिनिस्टर्स जो पनि हुनुहुन्छ है अब लोकल अन्टरप्रेन्योर्सहरूदेखि लिएर लोकल हाम्रो बिजनेस हाउसेसहरू छ उहाँ भाइहरूलाई एकदमै प्रोत्साहन दिएर उहाँले अझै पनि भविष्यमा योभन्दा पनि ठुलो कार्यक्रमहरू उहाँले गरोस् भनेर त्यो हामी शुभकामना दिन चाहन्छौँ। सरकारले कन्सर्ट फेस्टिभललाई प्रमोट गर्दै गरेको देखिरहेको छ, यसमा तपाईँको के छ राय? फर्स्ट अफ अल जुन चाहिँ म तपाईँलाई फेरि दोहोऱ्याउन चाहन्छु एउटा कुरा, जुन चाहिँ हाम्रो प्रधानमन्त्रीको भिजिट है अस्ति हुनु गइरहेको थियो र प्रधानमन्त्रीज्यू कारणवश है वेदरको कारणले गर्दाखेरि उहाँ भिजिट गर्नु भएन, तर भए पनि भर्चुअली उहाँले हामीलाई एड्रेस गर्नुभएको है। अनि भर्चुअली हामीले सुन्दाखेरि गभर्मेन्ट अफ इन्डियाको पनि है एउटा ठुलो विचार छ कि एउटा कन्सर्ट इकोनोमी है यो रिजनमा उहाँले सुरु गर्ने भनेर उहाँको जुन चाहिँ सम्भाषणमा सिक्किमको लागि गभर्मेन्ट अफ इन्डियाले यो सोच्नु भएको रहेछ, किनभने सिक्किम इज सच अ सिनिक प्लेस अनि सच अ ब्युटिफुल प्लेस। अनि यहाँ कुनै पनि फर्मको मिलिटेन्ट भयो, कुनै पनि अब त्यस्तो डिस्टर्बेन्सेसहरू, कुनै आतङ्कवादीहरू त्यस्तो केही पनि छैन। इट इज अ भेरी पिसफुल स्टेट, एउटा बर्डर स्टेट भएकोले गर्दाखेरि पनि है त्यसले गर्दाखेरि चाहिँ यो जग्गामा चाहिँ एकदमै कन्सर्ट इकोनोमी थ्राइभ हुन्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यू है मोदी साहबले पनि भन्नुभएको छ र त्यसलाई नै बेस गर्नु भएर हाम्रो सम्माननीय मुख्यमन्त्री साहबले आजको दिनमा विशेष गरेर जति पनि हाम्रो लोकल भाइ बहिनीहरू छ है योभन्दा अगाडि हाम्रो केस्टासको भाइले सजन है उहाँ एकदमै एउटा पपुलर ब्यान्ड नेपालको उहाँले सक्सेसफुली तादुङमा उहाँले कन्डक्ट गर्नु सक्यो, त्यसमा पनि सम्माननीय मुख्यमन्त्री साहब अनि गभर्मेन्ट अफ सिक्किमको ठुलो एउटा सपोर्ट रहेको थियो। र यो जुन चाहिँ अर्किड म्युजिक फेस्टिभल हाम्रै भाइ बहिनीहरूले गर्दैछ है, अनि उहाँहरू सबै लोकल हुनुहुन्छ, कोही पनि बाहिरबाट हुनुहुन्न है, सोनाम कर्मा सबैजना हामीले चिन्ने भाइ बहिनीहरू है। अनि उहाँलाई हामीले सपोर्ट गरौँ, किनभने उहाँहरूको इनिसिएटिभमा आजको दिनमा ब्लू जस्तो ब्यान्ड है जो युकेमा जो हाम्रो जेनेरेसनको वान अफ द मोस्ट पपुलर ब्यान्ड हो है, उहाँहरू आएर अब दिस इज जस्ट द स्टार्टिङ, आई लाइक टु से दिस इज जस्ट द स्टार्टिङ। अनि तपाईँले यो नसम्झिनुहोस् कि होइन भाइलाई मात्रै फाइदा हुने रहेछ, अब यो भाइले टिकट छाप्छ, टिकट बेच्छ र उहाँले मात्रै सबै पैसा लान्छ र हामी त हेरेको त्यो तपाईँले नबुझ्नुहोस्, किनभने कन्सर्ट इकोनोमी भन्ने बित्तिकै है उहाँहरूको जुन चाहिँ आर्टिस्ट आउँछ त्यो आर्टिस्ट हेर्नुको लागि आजको दिनमा बाहिर जति पनि हाम्रो नेसनभित्रको है जति पनि फ्यान्सहरू हुनुहुन्छ उहाँले पनि टिकट काटेर है यहाँ 2-3 दिन भए पनि गान्तोक आएर बस्छ। जति पनि इन्टरनेसनल फ्यान्सहरू छ है नेपालबाट, भुटानबाट, अरू अन्य देशहरूबाट उहाँहरू पनि आएर यहाँ 1-2 दिनको उहाँले एकदमै भ्रमण नै लिएर आउँछ उहाँहरू है। अनि उहाँहरू आएर खालि म म्युजिक फेस्टिभल हेर्छु त अनि म भोलि लगतै फर्किहाल्छु भन्ने पनि हुँदैन, उहाँहरू आएर सिक्किममा बसेर सिक्किम के रहेछ, कस्तो रहेछ, सिक्किमको कल्चर के रहेछ, यहाँको खानपिन के रहेछ, यहाँको टुरिज्म साइट्सहरू कस्तो रहेछ, यहाँको के रहेछ व्यवसाय, यो सबै बुझेर जाने गर्छ। त्यसले गर्दाखेरि ट्याक्सी ड्राइभर्सलाई पनि फाइदा हुन्छ, यहाँको होटेलियर्स होमस्टे ओनर्सहरूलाई पनि फाइदा हुन्छ है। त्यसले गर्दा जति पनि यहाँको लोकल बिजनेसेसहरू छ, बिजनेस हाउसेसहरूलाई पनि फाइदा हुन्छ, किनभने यहाँबाट के न के आर्टिफ्याक्ट्सहरू, लोकल आर्टिफ्याक्ट्सहरू उहाँले किनेर लान्छ। अनि सबसे भन्दा इम्पोर्टेन्ट हाम्रो सिक्किम एज अ राज्यलाई नै फाइदा हुन्छ, किनभने देश विदेशमा ब्लू ब्यान्ड है अनि एभरग्लो अनि उहाँहरूको जुन चाहिँ टिम, जुन चाहिँ कभरेज हुन्छ उहाँहरूसँग है, किनभने उहाँहरूको आफ्नो मिडिया टिम आएको हुन्छ र त्यो मिडिया टिमको कभरेजले गर्दाखेरि सिक्किम नै हाइलाइट हुने एउटा ठुलो मेगा एउटा अपर्च्युनिटी हो। आई सी दिस एज एन अपर्च्युनिटी र म सबैलाई है आई लाइक टु अपिल कि तपाईँले पनि है हुनु टिकट कतिमा बेच्दैछ, उहाँहरूले 500-1000 कतिमा बेच्दै होला है, सबैजनाले
अब 500,000 आजको दिनमा कसैले त्यसै एक दिन खाजा खाँदाखेरि नै है कसैले रक्सी खानेले रक्सीमा नै है कसैले इन्जोय गर्नेमा डिस्कोमा नै उहाँले दिन्छ तर यो जुन चाहिँ उहाँले एकदमै राम्रो लाइनअप ल्याउनु भएको छ त्यो एउटा एक्सपिरियन्स हो एक्सपिरियन्स अब लाइफ टाइम हुनसक्छ तपाईँहरूको लागि यो एक्सपिरियन्स तपाईँले पनि इन्जोय गर्नुहोस् यसलाई लिनुहोस् र भविष्यमा आई लाइक टु टेल अल द अर्गनाइजर्स जो पनि छ सिक्किममा है यस्तो इभेन्ट अर्गनाइजहरू गर्नेहरू तपाईँहरूलाई हामी फुल हार्टेडली है तपाईँलाई सपोर्ट गर्छु हाम्रो सम्माननीय मुख्यमन्त्री साहबले फुल हार्टेडली तपाईँलाई सपोर्ट गर्नुहुन्छ सरकार तपाईँहरूको पछि छ जे पनि लजिस्टिकली सरकारले तपाईँलाई सपोर्ट गर्नुपर्ने छ त्यो हामी सपोर्ट गर्छु भन्दै र आई वुड लाइक टु टेल देम कि भेरी बेस्ट अफ लक है जति सक्दो हाम्रो सेक्युरिटी प्रोटोकलहरू केही पनि ब्रिच नहोस् जति पनि तपाईँले एउटा प्रोटोकल मेन्टेन गर्नुभएको छ जुन चाहिँ सेक्सन्सहरू सेगमेन्ट्सहरू बनाउनु भएको छ त्यसलाई एकदमै राम्रोसँगले तपाईँले राम्रो ढङ्गले तपाईँले म्यानेज गरिदिनुहोस् किन विशेष गरेर हामीले ह्युमन सेफ्टीलाई ध्यानमा राख्नुपर्ने हुन्छ अनि ह्युमन सेफ्टी हामीले जुन चाहिँ उहाँहरूले टिकट काटेको हुन्छ त्यो अनुसारको फेसिलिटी चाहिँ उहाँहरूले पनि पाओस् भनेर यो चाहिँ म सानो मेसेज दिन चाहन्छु सर नेसनल लेभलमै धेरै इभेन्टहरू छ जस्तो जिरो भयो नम भयो तपाईँ हर्नबिल भयो जो नेसनल लेभलमा चिनिँदै आएको छ है र उहाँहरूले अर्गनाइजरले भनेको अनुसार योलाई चाहिँ नेसनल लेभलमा रिकगनाइज हुने इभेन्ट बनाएर लाने उहाँले भन्नुभएको छ है यस पक्षमा सरकारको के कस्तो सहयोग हुनेछ र सरकारको सोच के म त यो देख्दैछु नेसनल लेभल त होइन यो इभेन्ट त अलरेडी इन्टरनेसनल लेभल पुगिसकेको मैले महसुस गर्दैछु है अब उहाँहरूको योपालि फर्स्ट इभेन्ट भएकोले गर्दाखेरि अब इम्प्लिमेन्टेसन कस्तो हुन्छ है अनि एक्जिक्युसन कस्तो हुन्छ त्यसमा निर्भर गर्छ ठुलो कुरा है त्यसले गर्दाखेरि यसको जुन चाहिँ सेकेन्ड एडिसन हुन्छ उहाँहरूले योपालि एकदमै राम्रो पर्फर्मेन्स गर्यो भने सेकेन्ड एडिसनमा उहाँहरूसँग नै गभर्मेन्ट अफ सिक्किम लागि परेर यसलाई अझै पनि ठुलो बनाउन हामी सक्छौँ जस्तो हाम्रो मेघालयमा आजको दिनमा कनराड साङ्माज्यूले धेरै कन्सर्ट इकोनोमी प्रमोट गर्नुहुन्छ त्यहाँ एकदमै लेटेस्टभन्दा लेटेस्ट ठुलो आर्टिस्टहरू त्यहाँ जानुहुन्छ अनि त्यो हामी सिक्किम एज अ राज्य पनि अनि हामी एज अ सरकार पनि हामी सक्षम छु र हाम्रो भाइहरूको सपोर्ट हामीले पनि पायो भने र उहाँलाई पनि हामीले प्रोत्साहन दियो भने उहाँले पनि आजको लेटेस्टभन्दा लेटेस्ट आर्टिस्ट है अब तपाईँले कोरियनमा भन्नु पऱ्यो भने ब्ल्याक पिङ्क जस्तो आर्टिस्टहरू पनि भविष्यमा सिक्किम हामी ल्याउनु सक्छु भनेर त्यो आर्ट म उहाँलाई दिन चाहन्छु त्यसको लागि के कस्तो सपोर्ट हामी सरकारले दिनुपर्ने छ वी वुड बी ह्याप्पिली है के भन्छ वी विल ह्याप्पिली एक्सटेन्ड द सपोर्ट टु देम त्यसले गर्दाखेरि भविष्यमा आई क्यान सी अ भेरी ब्राइट फ्युचर कन्सर्ट इकोनोमीमा अब हामीले आज खालि राज्यको राजधानीमा मात्रै होइन तर हामीले अरू अन्य डिस्ट्रिक्टमा पनि गयो भने धेरैवटा यस्तो कन्सर्ट्सहरू हुँदैछ जस्तो मेरो आफ्नै डिस्ट्रिक्टमा सोरेङ डिस्ट्रिक्टमा धेरै यस्तो फेस्टिभल्सहरू भइसक्यो अब यो 13-14 तारिक एडभेन्चर फेस्टिभल हामी गर्दैछौँ है कसले गर्दैछ भन्दाखेरि इन्डियाको वान अफ द बिगेस्ट एडभेन्चर टुरिज्म ग्रुप्स है सुरु फेस्टिभल भन्ने छ तपाईँले यो अनलाइन चेक गर्न सक्नुहुन्छ जामेङ एन्ड टिम है दे आर कमिङ दे आर ह्यान्ड होल्डिङ अस फर दि फर्स्ट 3-4 एडिसन्स त्यहाँदेखि चाहिँ हाम्रै भाइ बहिनीहरूले सिक्नुपर्छ कसरी गर्नुपर्ने है प्याराग्लाइडिङ स्ल्याक लाइडिङ बोल्डरिङ है यो विभिन्न किसिमको स्पट्सहरू आजको दिनमा इन्ट्रोड्युस हुँदैछ एमटिभी राइड्सदेखि लिएर है यो एडभेन्चर बाइक्सहरूदेखि लिएर सबै कुराहरू हुँदैछ त्यही अनुसारले तपाईँको जनवरीमा सोरेङमा नै एउटा राम्रो विन्टर कार्निभल पनि हुँदैछ है विन्टर म्युजिक फेस्टिभल हुँदैछ त्यो अनुसारले अरू अन्य डिस्ट्रिक्टमा पनि उहाँहरूको आफ्नै तरिकाले उहाँहरूको आफ्नै कन्सेप्टमा अस्ति भर्खर सदाममा है गो सदाम भन्ने एउटा राम्रो फेस्टिभल उहाँले गर्नुभएको छ आजको दिनमा याङयाङमा है फ्लावर सो एकदमै राम्रो उहाँले फर द फर्स्ट टाइम उहाँले अर्गनाइज गर्नुहुँदैछ त्यसले गर्दाखेरि अब धेरै अपोजिसनको हाम्रो सिनियर नेताहरूले हामीलाई आलोचना पनि लाउने गर्छ कि यो विभिन्न कार्यक्रममा हामीले धेरै पैसा खर्च गर्यो भनेर तर हामी भन्न चाहन्छौँ कि उहाँहरूको भाइहरूको इनिसिएटिभमा है हामीले उहाँहरूलाई गभर्मेन्टको तर्फबाट के सपोर्ट गरेको त मलाई लाग्दैन तर हामी जस्ट जति पनि लजिस्टिकली छ जति पनि पुलिसिङ छ अरू अन्य के सपोर्टहरू चाहिन्छ त्यो हामी सपोर्ट गर्दैछौँ है त्यसले गर्दाखेरि आजको दिनमा यो कन्सर्टले गर्दा कतिजनालाई बेनिफिट हुँदैछ र कतिजना अझै पनि इन्सपायर हुँदैछ यो कामहरूमा आउने किनभने गभर्मेन्ट जब इज नट दि ओन्ली थिङ एन्ड दे आर प्रुभिङ द्याट अरू अन्य क्षेत्रमा पनि गएर उहाँहरू थ्राइभ गर्नु सक्छ भनेर दिस इज अ इक्जाम्पल द्याट एभ्री युथ है अब जो पनि एस्पायर गर्नुहुन्छ उहाँले लिनुपर्छ भनेर यो भन्न चाहन्छु